त्यही नेग्लिजेन्स चाहिँ गर्नु हुँदैन रहेछ यो विषयमा। किनकि मैले धेरै अरू स्टुडेन्टहरू चाहिँ आउट अफ स्ट्याटस भएको थाहा पाएको छु कि यो विषयले लिएर। अनि उनीहरू चाहिँ रिइन्स्टेट गर्नुपर्ने, अब त्यत्रो हुँदाखाँदाको जागिर छोडेर होइन, अब फेरि ब्याक टु युनिभर्सिटी जानु पऱ्यो नि त डे 170। त्यो त अलिकति फ्रस्ट्रेटिङ नै हुन्छ जस्तो लाग्छ यार मलाई। त्यो एटलिस्ट अब मेन्टली नै प्रिपेयर हुन पाउँदैन क्या। तपाईँले के लाग्छ? होइन एकदमै यो तपाईँले अघि भन्नुभयो नि, स्टुडेन्ट्सहरूले चाहिँ यो स्टेटसलाई, आफ्नो स्टेटसलाई चाहिँ एकदमै नै प्रायोरिटाइज गर्नुपर्छ। अब अब आफ्नो सबैको आफ्नो परिस्थिति हुन्छ होइन। अब कसैलाई काम एकदमै गर्नुपर्ने हुन्छ, कसैलाई पढ्नुपर्ने हुन्छ, टेस्ट छ, एक्जाम छ, मेरो क्विज छ होइन, म अनर्स गरेर आएको छु होइन। अब सबैको आफ्नै टेन्सन्सहरू हुन्छ। तर तपाईँको मेन फोकस होइन, तपाईँ जब यहाँ युएस आउनुहुन्छ तपाईँले आफ्नो स्टेटस चाहिँ एकदमै ब्याक अफ माइन्ड राखिराख्नुपर्छ कि के छ त मेरो अब यो डेडलाइन कहिले हो, मेरो कहिले सकिन्छ हुन्छ नि, कहिले रिन्यू गर्ने हो, यो सबै कुराहरू चाहिँ एकदमै ध्यान पुऱ्याउनु पर्ने हुन्छ।